यहाँ हेर्नुहोस् त साथीभाइहरू, हाम्रो दार्जिलिङ पहाडमा कहाँदेखिको आएर चाहिँ हाम्रै लोकल चालाक दाजुभाइहरूमाथि चाहिँ यसरी पुरा ह्यारेसमेन्ट भइरहेछ, ह्यारेसमेन्ट गरिरहेछ। त्यो पनि पब्लिकली ह्युमिलेट। यहाँ हेर्नुहोस् है, त्यो पनि दिनदारे देख्नु सक्नुहुन्छ तपाईँहरू सबैजनाले है। यहाँ हेर्नुहोस् यो भिडियो मार्फत। यो चाहिँ एनपीको अगाडि एनपी रोडमा भएको हो, त्यो एनपी कलेजको त्यहाँ। यो चाहिँ पन्जाब प्लेटको गाडी, यो चाहिँ टुरिस्ट गाडी हो। हाम्रो एकजना चालक दादालाई चाहिँ, ड्राइभर दादालाई यिनीहरूले चाहिँ मुखामुख अब त्यस्तै के हुँदाखेरि चाहिँ त्यही पार्किङको विषयमा यिनीहरूले चक्कु निकालेर हिँकाएको छ डाइरेक्ट हो। लागेको पनि छ दादालाई। हाम्रै दाजुभाइहरू आफ्नै जग्गामा यसरी ह्यारेसमेन्ट सहनु परिरहेको छ, कुटाइ खानु परिरहेको छ। आफ्नै जग्गामा उहाँहरूलाई सेफ्टी पाएको छैन भनेपछि चाहिँ अब हामी छोरी मान्छे र नानीहरू चाहिँ अब कसरी सेफ्टी हुन सक्छौँ भन्नुहोस् है साथीहरू। यस्तो चाहिँ हाम्रो दार्जिलिङ पहाडमा चाहिँ आजभोलि